के तपाई पनि आफ्नो मोबाइलमा टिकटक ह्याङ भएर हैरान हुनुभएको छ? यदि त्यसो हो भने यो भिडियो तपाईहरुकै लागि हो। आज म यो भिडियो अन्तर्गत रहेर केही यस्ता तरिकाहरू बताउन गएको छु जुन तपाईले भिडियो अन्तिमसम्म हेरेर सबै सेटिङहरू एप्लाई गर्नुभयो भने तपाईको मोबाइलमा टिकटक नयाँ मोबाइलमा जस्तै फिलिलिली पारामा चल्नेछ है त। कुन हुन् त तिनी सेटिङ? चलिए शुरू करते हैं। सबैभन्दा पहिला तपाई जानुहोस् टिकटकमा। अगर आपको अपना काम आता है अनि जानुहोस् प्रोफाइलमा। प्रोफाइलमा गइसकेपछि अनि तपाई जानुहोस् थ्री डटमा। त्यसपछि जानुहोस् सेटिङ एन्ड प्राइभेसीमा। यहाँ गइसकेपछि तपाईले एउटा अप्सन भेटाउनु हुनेछ नोटिफिकेसन। यहाँ जानुहोस् अनि तपाईले यो सबै अन हुन्छ तपाईको मोबाइलमा, यो सबले अफ गरिदिनुहोस् है त। यो अफ गर्नुहोस्। तलको मेसेजको पनि सबै अफ गरिदिनुहोस्। एक्टिभिटी स्ट्याटस भनेको छ यो पनि अफ गरिदिनुहोस्। यो सब जुन नोटिफिकेसनहरु छ यी सबले अफ गरिदिनुहोस् है त तपाईले। यो अफ गरिसकेपछि ब्याक जानुहोस् अनि तपाई जानुहोस् एक्टिभिटी सेन्टर भन्नेमा। यहाँ गइसकेपछि तपाईले यहाँनिर वाच हिस्टोरी भन्ने एउटा अप्सन भेटाउनु हुनेछ। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले आजसम्म के भिडियो हेर्नु भयो त्यो यहाँ देखाउँछ। अब तपाईले यहाँ के गर्नुहोस् भन्दा सिलेक्ट भनेको छ माथि, यसमा क्लिक गर्नुहोस् अनि सिलेक्ट अल वाच हिस्टोरीमा क्लिक गर्नुहोस् अनि तपाईले यहाँबाट यसलाई डिलिट गरिदिनुहोस्। अब यति गरिसकेपछि तपाई फेरि केही तल जानुहोस्। क्याचे एन्ड मोबाइल भन्ने अप्सन भेटिन्छ। यहाँनिर तपाईले फ्री अफ स्पेस भन्ने एउटा अप्सन भेटाउनुहुन्छ। तपाईले यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि क्याचे भन्दै आउँछ, यसलाई तपाईले क्लियर गरिदिनु होला अनि ब्याक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ अर्को अप्सन भेटाउनु हुनेछ डाटा सेभरको। तपाईले यदि डाटाबाट मोबाइल चलाउनुहुन्छ भने यसलाई पनि अफ गरेर राख्नु होला। यसले गर्दा तपाईको मोबाइलमा टिकटक एकदम कम ल्याग हुन्छ। त्यसपछि अरु सेटिङ पनि म तपाईले बताउन चाहे। तपाई जानु होला आफ्नो मोबाइलको सेटिङमा अनि यहाँ एप्समा जानु होला। एप्समा गइसकेपछि यहाँ तपाई जानु होला एप्समा है त। एप्समा गएर तल जानु होला। त्यसपछि यहाँ तपाईले टिकटक भन्ने एउटा अप्सन भेटाउनु हुनेछ। अब यसमा तपाईले सबैभन्दा पहिला फोर्स स्टप भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि अब तपाईले यहाँनिर हेर्नु होला स्टोरेज, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले क्लियर क्याचे भनेको छ, यसमा क्लिक गर्नु होला अनि तपाईको टिकटकले पनि यस्तै मेरो टिकटकले जस्तै धेरै डाटा खाएको छ भने एकफेर क्लियर डाटा गर्नु होला अथवा टिकटकले अनइन्स्टल गरेर फेरि इन्स्टल गर्नु होला है त। त्यसले गर्दा तपाईको टिकटक एकदम कम ल्याग हुन्छ। अब यति सेटिङ एप्लाई गरिसकेपछि तपाईको टिकटक जुन छ त्यो एकदम स्मुथली चल्न थाल्छ। चल्यो कि चलेन कमेन्टमा लेख्नु होला। यदि भिडियो मन पर्यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। जय नेपाल।